अनि कति वर्षसम्म अमेरिकामा खेलिसकेपछि नेपालमा पनि यो रेस्लिङलाई भित्राउनुपर्छ भन्ने महसुस चाहिँ कहिलेबाट सुरुवात भयो हजुरको? मैले सुरुमै सोचेको थिएँ अनि मैले गरेँ भने नेपालमा पनि गर्छु भनेर, तर चाहिँ त्यो आइडिया भइसकेको थिएन। हजुर हजुर। तर मैले चाहिँ के भन्दाखेरि अब त्यहाँ डब्लुडब्लुई भएपछि होइन, डब्लुसिडब्लु खेलिसकेको थिएँ मैले, यहाँ इसिडब्लु पनि खेलेको थिएँ, एलडब्लुएफ पनि खेलेको थिएँ, साउथ वेस्ट, मिड वेस्ट, अमेरिकन रेस्लिङ, न्यु जर्सी रेस्लिङ, लङ आइल्यान्ड रेस्लिङ सबसँग म जान्थेँ कि खेल्न। नेपालको झन्डा उनीहरूलाई मनपर्छ क्या, खेल 5 मिनट राखेको थिएँ, नेपाल झन्डाले आउनु भन्थे, त्यसरी चाहिँ झन्डाको म्याच खेल्थेँ मैले। त्यो अपर्च्युनिटी पाएँ मैले झन्डा बोकेको हुनाले। अनि त्यसपछि त्यहाँ चाहिँ मैले एकपल्ट चाहिँ झन्डै 13-14 वर्ष गरेपछि नेपाल आएँ। ए हजुर। नेपाल आएपछि अनि 12 वर्ष एकचोटि आएको म होइन। अनि नेपालमा आमा हुनुहुन्छ, आमा बित्नुभयो होइन, बा चाहिँ 12 वर्ष अघि बित्नु भएको छ, थाहै होइन। अनि त्यहाँदेखि अनि नेपालमा पनि रेस्लिङ के गर्नु पऱ्यो भनेर म लागिरहेको थिएँ, तर भएर म फर्केँ तुरुन्तै आएँ। हिक्मत थपलियाहरू, हिक्मत राम महर्जन, यस्तै अरू साथीहरू थिए। अनि उनीहरूले के भने अब हिक्मतले चाहिँ खास गरी नेपालमा कसले खोल्यो भने तपाईँले खोल्यो, तपाईँ नाम आउँछ, तपाईँ गर्नु पऱ्यो, लाग्नु पऱ्यो, पहल गर्नु पऱ्यो भनेर हिक्मतले पनि एकदम जोड गऱ्यो क्या। हिक्मत थपलिया आज